एउटा कुरा लु सर त्यतिखेर के हो जब चाहिँ बच्चा जन्मेपछि फल्नाको भनेर हुन्छ। लु तपाईहरु भन्नुहोस्। अमला काण्ड त्यो काण्ड जुन हरेक नेपालीको मुखमा झुन्डिन्छ। अब यो भिडियोको थम्बनेल र टाइटल हेरेर सबैजनालाई थाहा नै भइसक्यो होला त्यो बच्चाको बाउ को रहेछ भनेर थाहा पाउने भयो भनेर आउनेहरू कति हुनुहुन्छ होला। यदि तपाईँ बच्चाको बाउ थाहा पाउने भयो भनेर आउनु भएको छ भने सायद तपाईको आशा पूरा होला। पहिला सुरुमा यो अमला काण्डको भिडियो हेर्नुहोस्। अमला खाने कति पैसा चाहिएको छ भन्नु कति महिना अगाडिको कुरा हो यो चाहिँ? चैतको कुरा हो। यो घटनाको बारेमा भन्नुपर्दा यो घटना झापाको हो। यो भिडियोमा सोध्ने युट्युबरको साइटमा 21 वर्षकी युवती उसको नाम खुलाएको छैन। उसले भर्खरै एउटा नानीलाई जन्म दिएको छिन् तर ऊ श्रीमानसँग नबस्ने भएकोले यो बच्चा कसको हो भनेर शङ्का उत्पन्न भइरहेको छ। यो युट्युबरको प्रश्न दिँदै उसले यो बच्चाको बाउ गाउँकै 21 वर्षको बुढो बाजे हो भनेर भन्छ। तर यो काण्डमा को पीडित को आरोपी भनेर अदालतबाट अहिलेसम्म केही नै फैसला आएको छैन। पुष महिनामा घटेको यो अमला काण्ड वास्तवमा 9 महिना अघि घटेको बलात्कारको घटना हो। पुष महिनामा ती युवतीले एउटा बच्चालाई जन्म दिन्छन्। त्यसपछि घरको परिवार र समाजले यो बच्चाको बाउ को हो भनेर प्रश्न उठाउँछन् र उसले त्यो बाजेलाई देखाउँछन्। त्यसपछि यो घटनाले उग्र रूप लिन्छ। घरमा कोही नभएको बेला ती युवतीको घरमा आउँथे र अमला खाने हो कति पैसा चाहिएको छ भनेर उसले त्यो युवतीसँग कुरा गर्थे। यही सिलसिलामा ती बुढो बाजेले ती युवतीलाई 2 पटकसम्म करनी गरेको जसकारण बच्चा जन्मिएको कुरा ती युवतीले बताउँछिन्। अविवाहित 21 वर्षीय युवतीले जन्माइन् बच्चा। अमला काण्ड भनेर अहिले निकै चर्चित टपिकमा हामीले भिडियो बनाइरहेको थियौँ। के रहेछ भनेर हिजो मैले बुझिसके पछाडि बेलुका राति लाइभमा अब म त्यहाँ बुझ्न जान्छु के रहेछ स्थलगत हेरेर आउँछु भन्दाखेरि मेरो पछाडि ब्याकग्राउन्डमा देखिरहेको घर अमला खानु भयो। तपाईलाई अमला दिनु भयो? पैसा पनि दिनु भयो? पैसा दिनु भएन। अनि त्यसपछि यो घटना चाहिँ कतिखेर भयो, कहिले भएको? यो थियो ती युवतीको कुरा। तर त्यो बाजेको कुरा सुन्दा त झन् यो घटना शङ्कालु बन्दै जान्छ। बुढो बाजेले 2032 सालमा नै परिवार नियोजन गरेको र आफूबाट कुनै बच्चा नहुने कुरा बाहिर ल्याउँछन्। परिवार नियोजन गरेको मान्छेको मैले त भिडियो एक्सरे गरेर ल्याएको छु। मेरो त परिवार नियोजन गरेको 32 सालमा छोराछोरी हुन्छ भन्दै मैले 33 सालमा परिवार नियोजन गरेको। त्यो मैले त चेक गराउने कुरा त त्यही हो नि त हैन। उहाँ पनि भनिसकेको छ, डाक्टरले पनि लेखेरै दिएको थियो। कहाँ छ अहिले हैन? प्रमाण तपाईँसँग छ? परिवार नियोजन गरेको मैले तपाईलाई किन आयो त परिवार नियोजनको कुरा बाह्र फोका छौँ भनेदेखि त्यो छोड्दिनु। त्यो त्यस्ता कुरा हुँदै गर्छन् कि अमला दिँदै पैसा दिनुहुन्थ्यो रे। कसम खाएर मैले पैसा दिएको छु भने भन्नुहोस् न ल्याएर अहिले। लु अमला चाहिँ दिनुभएको? अमला त अब गोटा हुन्छ दिएको पनि त्यहाँ पनि पुर्याएको होइन। त्यो चाहिँ नामै आरोप लाग्यो। बरु उल्टे आफूलाई पैसाको लागि फसाउनु खोजेको हुनसक्ने भनेर ती युवतीलाई दोष लाउँछिन्। ती युवतीको आमा बाउबाट बुझ्दा ती युवती अलरेडी विवाहित रहेको तर 5 वर्ष अघि नै बुढालाई छोडेर माइती बस्नु थालेको कुरा बाहिर आएको छ। यो भन्दा अगाडि पनि विवाह भएको थियो? अगाडि पहिलोचोटि बिहे भएको थियो। युवती मानसिक रोगी रहेको र मानसिक औषधि खाँदै गरेको भनेर परिवारले भनेपछि मानसिक रोगको फाइदा उठाएर ती बुढो बाजेले ती युवतीको फाइदा उठाएको छन् भनेर छिमेकीहरूले बताइरहेको छन्। ती बुढो बाजेलाई ती युवतीको घर जाँदै गरेको छिमेकीहरूले देखेको पनि थिए। हामी गयौँ होइन, जाँदाखेरि तपाईँले यतिका दिन के हेरेर बस्नुभयो भने उनीहरूले। अनि मैले भने उसले नबोलेपछि हामीले उसैलाई हेरेर बस्यौँ भन्थे मैले होइन। परिवार नियोजन गरेको अरे भाइ उसको गल्ती थिएन भने त चाहिँ म गएको थिइनँ, म बुढो मान्छे भन्नु पर्ने कि परिवार नियोजन गरेको। प्रहरीले सोद्धाखेरि कागजपत्र छ भन्दा छ भने अनि खोइ कागजपत्र देखाउनु न त यसो गोजी छामे जसो गरे ती है। गोजी छामे जसो गरेपछि छैन। अगाडि नै गरेको त हराइगयो नि। हेर्नु न कस्तो सजिलो। अझै बेडमा बसेर अमला र पैसाको लोभ देखाएको त ती युवतीको बाउले देखेको र सुनेको नै थियो अरे। मान्छे भेटिएको थिएँ भुकभुके उज्यालो हुँदाखेरि सिरानमा पुगेको थियो। अमला खाउ नखान्छ अमला खाऊ, तिमीलाई कति पैसा चाहिएको छ भनेको थियो। अब त्यही मान्छेलाई शङ्का लाग्छ। फेरि धेरैहरूलाई डिएनए रिपोर्ट के आयो भनेर सोच्नुहुन्छ होला तर डिएनए रिपोर्ट अहिलेसम्म खुलाएको छैन। धेरै मिडियाहरूले डिएनए रिपोर्ट भनेर भिडियो त हाल्छन् तर अरू कुरा गर्छन्। उनीहरूले अमला काण्डबाट भ्युज छापिरहेको छन्। मैले सुने अनुसार र धेरै मिडियाहरूले भने अनुसार ती बुढो बाजेले नानी र आमालाई स्वीकारेको छ। ती बाजेले अब त मेरो एकदमै धेरै बेइज्जत भइसक्यो, त्यही भएर म आमा र नानीलाई स्वीकार्छु भनेको रहेछन्।
बट यो कतिको साँचो हो मलाई थाहा छैन र मैले सर्च गरेर पत्ता लगाए अनुसार ती युवतीको बाउले त्यो बाजेको कुरा मानेको छैन र त्यो बाजेलाई जेल हुनुपर्छ भनेर भनिरहेको छ। तपाईहरुलाई के लाग्छ प्लिज कमेन्ट गरेर तल भनिदिनु होला। मेरो अनुभवमा चाहिँ ती युवती र नानीको चाहिँ फ्युचर राम्रो होस् भनेर चाहन्छु, तर धेरै कन्टेन्ट क्रिएटरहरूले यो केसको एकदमै मजाक बनाइरहेको छन्। कसैले सर्ट फिल्म बनाएको छन्, कसैले अमला काण्डको गीत बनाएको छन् र कसैले बाजेको फोटो तेलमा लगाएर ट्रोल र मिम्स गरिरहेको छन्। त्यसपछि कुरा माता र झाँक्रीतिर जान्छ। माताले त झन् सबै दोष ती युवतीमाथि लगाइरहेको छन् र नानीको भविष्य बताउँछन्। एउटा कुरा अब तिनलाई भाग्यमानी रचिन्ती भनौँ न, बुढैबाट भए पनि भर्खरकाबाट भए पनि एउटा छोरो त पाए, कस्तो भाग्यमानी छौ तँ बच्चो। राजयोग खतरा ठुलो मान्छे हुन्छ, त्यो त लक्की पो जन्मिएको छ त। त्यसमा खुसी हुने कि मिलेर जाने के गर्ने को आफै बुझुन्। अब उसको छोरीमा मानसिक सन्तुलन, अब त्यस्तीसँग सुत्न जाने कस्तो। अब 90 वर्ष माथिका बुढाले त्यो 21 वर्ष कि केटी चाहिँ फेरि किन गकी त बुढासँग अमला दिन्छु भनेर फकाए अरे। अमलामा फकेर सुत्ने हो त नानी तिमी? अनि बच्चा पाएर यत्रो पेट हुन्जेल के हेरेर बस्यौ भाइ? बुढो आउँथे अब अमला दिन्थे, बिहान बिहान आउँथे भन्न सक्नेले सुत्नु हुँदैन भन्न सक्ने पनि थियो होला नि त दिमागमा। मानसिक सन्तुलन गुमेको जस्तो पनि देखिँदैन। मानसिक सन्तुलन गुमेको मान्छे त्यसरी बोल्दैन र त्यसरी सुत्दैन पनि। अर्को कुरा त्यति बोल्न सक्छ। अर्को झाँक्रीले त झन् त्यो नानी एकदमै ठुलो बन्नेछ र देशको लागि केही न केही गर्नेछ भनेर भविष्यवाणी गरेको छ। आज 22 दिन भयो, जुन दिनदेखि आजको दिनसम्म गणना गर्दा त्यो बच्चा जसरी बाउ बिनाको बच्चा भन्ने नि, तर पनि त्यो बच्चाको भाग्य चाहिँ उत्कृष्ट छ र यो बच्चा सम्मानित बच्चा हुनेछ र यसले राष्ट्रको लागि केही न केही गर्छ, केही न केही चाहिँ गर्छ। अमलामा चाहिँ केही उहाँलाई लट्टिने तरिका तन्त्र मन्त्र अब भनौँ न केही लगाएर दिनुभयो। त्यत्रो बुढो भएको मान्छेले त्यत्तिकै त्यो केटीमाथि जाँदाखेरि त केटीले त मान्दैन, उसलाई केही लट्ठाएर उहाँले चाहिँ त्यो प्रकारको काम भयो। मैले देखे अनुसार र सुने अनुसार धेरै मान्छेहरूले हेल्प गरिराख्नु भएको छ, त्यो एकदमै राम्रो कुरा हो। बट धेरै न्युज मिडियाहरूले घर बनाइदिन्छु यो गरिदिन्छु भन्दै चन्दा उठाइरहेको छन् र मान्छेहरूलाई लुटिरहेको छन्, त्यो एकदमै नराम्रो कुरा हो। जुन मैले देखेको युट्युबर छन् डायमन्ड कार्की, उसले एकदमै राम्रो कुरा गर्दै हुनुहुन्छ। उसले पैसा पठाइदिएको सबै नामहरू भन्दै सामानहरू दिइरहेको हुन्छ। तपाईँलाई के लाग्छ प्लिज कमेन्ट गरेर भन्नुहोला, को ठिक हो को गलत हो। नगरपालिका 8 निवासी गिरसिङ मेनेङ दाइ हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। पीडित बहिनीको लागि केही सामग्रीहरू लिएर आउनु भएको छ, के उहाँलाई आवश्यक पर्ने केही चिजहरू अनि ओछ्याउन। यदि भन्दैमा यो केसलाई म यहीँ टुङ्गाउन चाहन्छु। प्लिज तपाईँहरूलाई मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। टेक केयर, बाई बाई। त्यो बच्चा ठ्याक्कै तपाईँसँग मिल्छ भन्ने मिल्छ भनेर चेक गराउनुहोस् न। म परिवार गरेको मान्छेको मैले त भिडियो एक्सरे गरेर ल्याएको छु।